होइन आज यो साथीभाइहरू के को सम्मेलन हो आज? ल आज पेन्सिल्भेनियामा पहिलोचोटि एनआरएन डे नेपाल डे हुँदैछ। तपाईँहरू 31 मे 31मा एकदम सबैजना आउनु होला। हामी यहाँ सबै चाहिँ मिटिङ गर्दैछौँ। कोही कोही म त यहाँ खेम भाइलाई देखिन त। खेमजी तपाईँ कता हो? यता आउनुहोस् न हो। ल अब के छ चाहिँ हाम्रो अब यो चाहिँ नेपाल डेको हाम्रो कन्भेनर यदु बन्जाराजीलाई के छ दुई शब्द के छ आजको यो एजेन्डामा चाहिँ विषयवस्तुमा प्रवेश गराउन हजुर। ल सबैजनालाई नमस्कार। अर्को हप्ता सन्डे मे 31मा हाम्रो हेरिसबर्गमा पेन्सिल्भेनियामा पहिलोचोटि नेपाल डे हुनेछ। धेरै साथीभाइहरूलाई नेपाल डे भनेको के हो भनेर पनि कन्फ्युजन भइरहेछ। हामीले नेपाली संस्कृति, नेपाली परम्परा, गाजा बाजा हाम्रो संस्कृतिलाई यहाँ अमेरिकामा चिनाउने हिसाबले चाहिँ नेपाल डे भनेर सुरु गरेका हौँ। यसको दुईवटा उद्देश्य छ। यहाँको पपुलेसनलाई नेपाल चिनाउने, नेपालको टुरिज्म प्रमोट गर्ने, त्यसपछि हाम्रो आफ्नै सेकेन्ड जेनेरेसनलाई पनि हामी कहाँबाट आएका हौँ भनेर चिनाउने उद्देश्यले चाहिँ हामीले सुरु गरेका छौँ। सबैजनालाई सन्डे 11 बजे हेरिसबर्ग सिटी आइल्यान्डमा आइदिनुमा हार्दिक अनुरोध। थ्याङ्क यू। अब हामीले यो आयोजना गरेको नेपाली संस्कार, संस्कृति, रीतिरिवाजलाई अमेरिकाको भूमिमा हामीले नेपालको पर्यटन प्रवर्धनको लागि पनि र साथसाथै हाम्रो समुदायलाई यहाँको चाहिँ समुदायसँग परिचय गराउने हिसाबले राखिएको एउटा कार्यक्रम हो। यो कार्यक्रम कुनै पनि कार्यक्रम अर्थको चाहिँ त महत्त्व ठुलो महत्त्व रहन्छ कार्यक्रम सफलताको हिसाबले। यहाँहरूले आफ्नो यो कार्यक्रम सफल बनाउनको लागि यहाँहरूको समय, यहाँहरूको आर्थिक सहयोगको हामी समग्र पेन्सिल्भेनियावासी हाम्रो यो आयोजक समिति यहाँहरूको अपेक्षा राख्दछ र यहाँहरूको समय र यहाँहरूको आर्थिक सहयोग रहोस् भन्ने कुरो हामीले यहाँहरूसँग अनुग्रह गर्न चाह्यौँ। थ्याङ्क यू। तपाईँहरू अवश्य आउनु होला। अब भेसी हजुर नमस्कार सबैलाई। यो हाम्रो एउटा गर्वको कुरो हो नेपाल डे परेड भनेको। र मलाई जहाँसम्म लाग्छ यो भिडियो जसले अहिले हेरिराख्नु भएको छ उहाँले यो शब्द पहिले पनि सुनिसक्नु भएको छ, किनभने यो पेन्सिल्भेनियामा पो पहिलोचोटि हुँदैछ। यो त हाम्रो अन्य राज्यहरूमा त योभन्दा पहिला न्युयोर्कबाट सुरु भएको हो। त्यही भएर हजुरहरूले सबैले सुन्नु भएको छ। अब हजुरहरूले सुन्नुभयो, अब आउने बेला हो, कुरो बुझ्नुभयो। त्यही भएर चाहिँ हामी सबैलाई वेलकम गर्न चाहन्छौँ। प्लिज यो सन्डे 31 मे सन्डे बिहान 11 बजे आफ्नो कला संस्कृति झल्कने ड्रेस आफ्नो बच्चालाई, परिवारलाई, सबैलाई कसरी हुन्छ नेपाल कसरी रिप्रेजेन्ट गर्न सक्नुहुन्छ त्यो तरिकाले आइदिनु हुन म हजुरहरूलाई सबैलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। सी यू अन 31। झाँकी लाखे यति धमाका हुँदैछ। तपाईँहरू अवश्य आउनु होला। पञ्चे बाजा यति सब कुरै नगर हाम्रो महिला दिदी बहिनीहरू खोइ कहाँ हुनुहुन्छ? जाने होइन त उहाँहरूले भनिसक्नुभयो। मे 31 नेपाल डे परेड हेरिसबर्गमा सबै उपस्थित हुनु होला। पहिले कार्यक्रम सफलताको शुभकामना। 11 बजे बिहान 11 बजे केशव दाइ, बिहान 11 बजे। केशव दाइ अब बल्ल कुरा बुझ्यो। खै अब दिदी बहिनीहरूले पनि के छ माहौल? दिदी साडी लगाउने हो कि होइन? केदार दाइ दुई शब्द। अहिले अब पहिलोपल्ट पेन्सिल्भेनियाको हेरिसबर्गमा नेपाली कम्युनिटीलाई आइडेन्टिटी गर्नलाई एउटा नेपाल परेड डेको आयोजना गरिएको छ। 31 मे 31 आइतबार 11 बजे। त्यो कार्यक्रमको उपादेय त के हो भन्ने कुरा पनि सबै नेपालीलाई जानकारी होस् भन्ने अनि जानकारी होस् भन्ने एउटा चाहना हो। अर्को एउटा कुरा महत्त्वपूर्ण कुरा के छ भने हामी जति पनि नेपालीहरू यहाँ अमेरिकामा कार्यरत छौँ, हामीले हाम्रो कमाइको राजस्व राज्य सरकारलाई बुझाएका छौँ। हाम्रो कम्युनिटी छ भनिसकेपछि त्यो राज्य सरकारबाट हाम्रो कम्युनिटीलाई के कति योगदान आउन सक्छ, हामी कमिटेड भयौँ र हाम्रो कमिटी यति छ भनेर सो गर्न सकियो भने राज्य सरकार, पेन्सिल्भेनियाको राज्य सरकारबाट लिन सकिने सुविधा पनि पाउन सकिने सुविधाबाट वञ्चित हुनबाट अग्रसर हुन पनि हामी यो कार्यक्रममा जरुर रूपमा उपस्थित हुनु आवश्यक छ। त्यसैले हामी सबै 31
आइतबार पेन्सिल्भेनियाको हेरिसबर्ग आइल्यान्डमा उपस्थित भइदिनु हुन म सबैलाई हार्दिक अनुरोध गर्छु। बिहान 11 बजे तपाईँहरू जसरी पनि आइदिनु होला, बिदा लिएर भने पनि आइदिनु होला। अहिले काममा बिदा लिनुपर्छ भने अप्लाई गर्नु होला। मैले समय मिलाएँ, असाध्यै रमाइलो हुँदैछ यो कार्यक्रम। थ्याङ्क यू।